हामी हरेक दिन राजनीति, समाज र परिवर्तनका कुराहरू सुन्छौँ, तर इतिहासलाई नजिकबाट देखेको, आन्दोलन भोगेको र समयसँगै विचारको यात्रा तय गरेका व्यक्तिहरूको अनुभव कति सुन्छौँ त। आज हाम्रो स्टुडियोमा त्यस्तो व्यक्ति हुनुहुन्छ जसले 8 दशकभन्दा बढी समय नेपालको राजनीतिको उतार चढावलाई नजिकबाट देख्नु भएको छ। उहाँ हाल राष्ट्रिय ज्येष्ठ नागरिक समाज बर्दियाको सल्लाहकार समितिको संयोजक हुनुहुन्छ। जीवनको लामो अनुभव, वामपन्थी राजनीतिक पृष्ठभूमि र समाजप्रतिको निरन्तर सक्रियता, यी सबै कारणले उहाँ आजको पुस्ताका लागि पनि एउटा सजीव इतिहास हुनुहुन्छ। उहाँबाट हामीले धेरै कुराहरू सिक्न सक्छौँ। आज हामीसँग हुनुहुन्छ आदरणीय ढालेन्द्र चालिसेजी। उहाँसँग हामी कुरा गर्नेछौँ उहाँको जीवन यात्रा, वाम आन्दोलनको अनुभव, ज्येष्ठ नागरिकको अवस्था र आजको राजनीतिक परिवेशबारे। आउनुहोस् सुरु गरौँ हेर्ने संवाद। यहाँलाई स्वागत छ। नमस्कार। नमस्कार। तपाईँको जीवनको यात्रा कहाँबाट सुरु भयो? बाल्यकाल कहाँ बित्यो, कसरी बित्यो? मेरो चाहिँ बाल्यकालमा मेरो चाहिँ बुवा म 10 वर्षको हुँदाखेरि बित्नु हो। अनि म घर परिवारको जेठो बाठो भएको नाताले मैले 10 वर्षदेखि नै आफ्नो घर व्यवस्था चाहिँ मलाई चाहिँ व्यवस्थित गर्नुपर्ने अवस्था आयो र त्यहीँबाटै मेरो चाहिँ एउटा जीवनी चाहिँ सुरु भयो र लामो सङ्घर्ष, जीवनमा लामो सङ्घर्ष गर्नु पर्यो। भाइहरूलाई पढाउनु पर्ने, बहिनीहरूलाई पढाउनु पर्ने। को हुनुहुन्थ्यो घर परिवारमा? घरमा मेरो भाइहरू छन् 2 भाइ अनि दिदी हुनुहुन्थ्यो एकजना। ती सबैलाई पढाइ लेखाइ यताउता विवाह दान आदि इत्यादि आफ्नो समेत सबै काम मैले आफैले गर्नुपर्ने भएको हुँदाखेरि म सानैदेखि नै मेरो चाहिँ जीवनी सङ्घर्षमय रह्यो। अनि हजुरको बाल्यकाल कहाँ बित्यो? मेरो पहाड बाग्लुङ। अनि बाग्लुङबाट सिधै बर्दियामा झर्नुभयो अथवा बाग्लुङ हुँदै बिचबिचमा? बाग्लुङबाट म चाहिँ रूपन्देही आएँ। रूपन्देहीमा म बसेँ करिबन 20-21 वर्ष। तपाईँ रूपन्देहीमा चाहिँ कति वर्षको हुँदा आउनु भएको? लगभग उमेर के थियो हजुरको त्यहाँ रूपन्देही आइपुग्दा? रूपन्देहीमा आइपुग्दा, बाग्लुङबाट रूपन्देहीमा आइपुग्दा हजुरको उमेर लगभग के थियो, कस्तो? म चाहिँ 2001 सालको मेरो जन्म हो। अनि म चाहिँ 29 सालमा चाहिँ म रूपन्देहीमा आएँ। मान्छे 28 वर्षको भइसकेपछि रूपन्देही भइसक्यो। म रूपन्देहीमा आएँ। त्योभन्दा पहिला बिचमा मैले इन्डियामा चाहिँ सर्भिस गरेँ। हजुर। अनि इन्डियाको सर्भिसबाट चाहिँ घरमा गएर पहाडको श्री सम्पत्ति सिक्री बिक्री गरेर मधेसमा रूपन्देहीमा आएँ। रूपन्देहीमा बसेर भाइहरूको विवाह गरियो, यताउति गरियो, सामाजिक कामवाम गर्दाखेरि अलिअलि चाहिँ इन्डियातिर नोकरी गर्दाखेरि 2-4 पैसा कमाएको थिएँ। त्यसले यतातिर बर्दियातिर जमिन अलिक सस्तो पाइन्छ भनेपछि घुम्ने घाम्ने सिलसिलामा 42 सालतिर आएर मैले यहाँ जग्गा किनेँ र 42 सालदेखि म यो बर्दियामा चाहिँ बसोबास गरिरहेको छु। तपाईँ अहिले लगभग 81 वर्ष पार गरिसक्नुभयो? मैले लगभग म 1 सालको हो। 1 सालबाट चाहिँ लगभग 81मा छु भनौँ न। त्यही त यो उमेरसम्म आइपुग्दा तपाईँ यतिको वर्षको अनुभवबाट फर्केर हेर्दाखेरि तपाईँको जीवनको सबैभन्दा कठिन समय कुन थियो र कस्तो कस्तो तपाईँहरूले कठिनाइ भोग्नु पर्यो आफ्नो जीवनमा? कठिनाइहरू त मेरो जीवनमा धेरै भए होइन। अब यसको व्याख्या गरेर चाहिँ साध्य छैन। तपाईँले जुन कुराहरू तपाईँका कठिनाइहरू यदि छ भने राख्नुहुन्छ नि, त्यो कठिनाइले जीवनमा सङ्घर्ष भनेको यस्तो हुन्छ है, सङ्घर्षबाट हरेस खान हुँदैन भन्ने अहिलेका युवाले पनि सिकुन्। त्यो आधारमा तपाईँले आफ्ना यात्राहरू अप्ठ्यारो नमानेर जीवनका कठिनाइ यात्राहरू बताइदिनु। एकदमै म चाहिँ के अरे मेरो जीवनमा मैले आफ्नो चाहिँ घर गृहस्थी बाहेक पनि मेरो सुरुदेखि एउटा मलाई के छाप पर्यो भन्दाखेरि मेरो एकजना चाहिँ मेरो बुवाको मित्र हुनुहुन्थ्यो र उहाँले के भन्नुभएको थियो भन्दाखेरि समाजसेवा चाहिँ बहुत ठुलो कुरो हो, समाजको सेवा गर्नुपर्छ भन्ने कुरा चाहिँ उहाँले मलाई चाहिँ एउटा शिक्षा दिनुभएको थियो। र समाजमा आइपर्ने चाहिँ अप्ठ्याराहरू, कसैलाई समस्याहरू केही पर्यो भने तिनको लागि चाहिँ आफूले के गर्न सकिन्छ र कसरी तिनको उद्धार गर्न सकिन्छ भन्ने कुरामा म लगभग धेरै जसो अरूलाई सेवा गर्ने क्रममा चाहिँ म बढी लागेँ।
निस्वार्थ रूपमा कुनै त्यस्तो किसिमको भनौँ न आफ्नो चाहिँ आर्थिक सङ्कलन गर्ने अथवा धन सम्पत्ति कमाउने आदि इत्यादि भन्दा पनि सेवाको रूपमा मैले चाहिँ समाजमा चाहिँ काम गरेँ र स्पष्ट रूपमा चाहिँ इमान्दारीपूर्वक चाहिँ काम गर्नुपर्छ र सत्यका आधारमा काम गर्नुपर्छ, इमान्दार हुनुपर्छ, सङ्घर्ष जस्तै परे पनि त्यसमा धैर्य धारण गर्नुपर्छ र निरन्तर अगाडि बढ्नुपर्छ। यो नै सबभन्दा ठुलो कुरो हो। त्यसो भएको हुनाले अब म चाहिँ तपाईँको त्यस्तो कार्य लाग्दो अनि पीडादायक त्यस्तो कुनै घटनाहरू छैन तपाईँले जीवनमा भोगेका सङ्घर्षका क्रममा? पीडादायक त अब मैले प्रत्यक्ष रूपमा भन्नु पर्दाखेरि मेरा 2 भाइ छोरा हुन्। 2 भाइ छोरा मध्ये एउटा मेरो चाहिँ 24 वर्षको छोरो इन्डियामा चाहिँ घटनामा परेर बित्यो। त्यो घटना चाहिँ मेरो लागि चाहिँ एउटा पीडादायी भयो र पनि म त्यस्तो किसिमको चाहिँ हरेस खाइनँ। अब यो निरन्तर रूपमा मानिस चाहिँ जन्मनु मर्नु चाहिँ यो स्वाभाविक प्रक्रिया हो, यो संसारको नियम नै यस्तो हो भन्ने कुरो मैले बुझे हुनाले मलाई त्यति ज्यादै त्यसको त्यो भइरहने कुरा हो। यसमा चाहिँ पीडा चाहिँ बोध गर्नुपर्ने जरुरी छैन भनेर म आफूलाई चाहिँ त्यसरी म सम्हालेर मलाई त्यस्तो घटनाले कुनै किसिमको दुःख चाहिँ दिएन। यो त तपाईँको वैवाहिक जीवन पछिको कुरा भयो। वैवाहिक जीवनभन्दा अगाडि मैले तपाईँलाई कहाँनिर जोड्न खोजेको भन्दा जो तपाईँको बाल्यकालदेखि हुर्काउने क्रममा त्यहाँसम्म त्यो बिचमा तपाईँले कुनै त्यस्तो भोगाई त्यस्तो रहेन भन्न खोजेको मैले चाहिँ? त्यस्तो खालको केही पनि भएन। मेरो विवाह चाहिँ एकदम बचपनमा भएको हो। मेरो चाहिँ बुवा हुनुहुन्न थियो, मेरो चाहिँ अङ्कलहरूले चाहिँ मेरो विवाह गरिदिनु भएको। अलि मेरो श्रीमती सानै बच्चैमा उतिखेर हामीहरूको चाहिँ चलन थियो यो 9 वर्षदेखि मुनितिरको कन्या बिहा गर्नुपर्छ भन्ने। त्यो अवस्थामा मेरो श्रीमती बिहा गरिदिनु भएको हो र पछि मैले चाहिँ म अलि ठुलो थिएँ, मेरो श्रीमती र म लगभग 10 वर्षको जेठो कान्छो हो र मैले चाहिँ इन्डियातिर जाने, सर्वेसोरी गर्ने, घरको काम पनि गर्ने, आउने जाने, इन्डियातिर कमाउने, घरको व्यवस्था पनि मिलाउने गर्दै गएँ। श्रीमती पनि अलि चाहिँ जवानी अवस्था भयो। मैले 9 वर्षको श्रीमती बिहा गरेको, 22 वर्षको उमेर पुगेपछि घरमा लिएर आएको र जीवनी राम्रै चाहिँ बित्दै गयो। त्यस्तो खालको खासै चाहिँ त्यो समस्याहरू केही परेन। तपाईँको राजनीतिक चेतना कहिलेदेखि आयो र यसमा यो राजनीतिमा आकर्षित तपाईँलाई जसले गर्यो त्यो कस्तो घटना थियो कि तपाईँ राजनीतिमा आकर्षित हुनुभयो? राजनीतिमा म अघि पहाड चाहिँ बाग्लुङ छँदै मेरो बुवा जब बित्नुभयो त मेरो चाहिँ अङ्कलहरू भाइको चाहिँ अंशबन्ड लगाएको जुन जमिन जग्गाहरू थिए त्यो जमिन जग्गाहरू मेरो बुवा बितिसक्नुभयो, मेरो हजुरबुवा बित्नुभयो। त मेरो अङ्कलहरू टाढाबाट म अलिकति सानो भएको नाताले त्यो हामीले जो भोग गरेका, कब्जा गरेका, खाएका भनौँ न आफ्नो जमिन हुन् भनेर जुन गरेको जमिन हो त्यो अङ्कलहरूले एकाएक चाहिँ हस्तक्षेप गरेर चाहिँ त्यो जमिनहरू खोज्ने काम गर्नु हो पहाडमा। अनि खोज्ने काम गरिसकेपछि मैले यो बाबुबाजेले चाहिँ चर्चिँदै आएको, अहिलेसम्म आफूले खाइरहेको, अहिले बुवा बितिसकेपछि अहिले यो हड्पनु हो तपाईँले कुरो के हो भनेपछि त्यो बेलाका मुखिया जिम्मालहरू भन्ने हुनुहुन्थ्यो र जिम्मालसँग मैले यस्तो खालको यो भयो, मेरो अङ्कलहरूले यो जग्गा चाहिँ हड्पिनु भयो, यो के हो कसो भनेर भन्दाखेरि यो जमिन जग्गा सबै तपाईँको हो, उहाँले हड्पन पाउनुहुन्न, तपाईँ चाहिँ आफ्नो जोतभोग गर्नुहोस् भन्ने कुरा गरिसकेपछि मलाई त्यहीमा एउटा के लाग्यो भन्दाखेरि हामी त्यो बाल्यकालको चाहिँ एउटा अवस्थामा टाढाबाठा चाहिँ अङ्कलहरूले चाहिँ त्यसलाई चाहिँ अलिकति दबाएर जबरजस्ती चाहिँ यो हाम्रो भनेर खान सुरु गरेको कुरो चाहिँ त्यहाँ बुझियो पछि कागजपत्र प्रमाणहरू सबै हेर्दाखेरि। र त्यो सबै कुराले गर्दाखेरि म यस्तो हेर्दा रहेछ नि त भन्ने खालको लाग्यो। त्यहीँबाट अलिकति चस्को लाग्दै गयो र मेरो बुवाको एकजना साथी हुनुहुन्थ्यो, उहाँले मलाई चाहिँ कहिले पनि दब्न हुँदैन, निरन्तर रूपमा चाहिँ साहसको साथमा सत्य कुरालाई लिएर चाहिँ अगाडि बढ्नुपर्छ, आफ्नो जित हुन्छ। कहिले पनि जीवनमा जित प्राप्त गर्नको निमित्त सत्य र साँचो कुरालाई चाहिँ साथी बनाउनु पर्छ, त्यसपछि गएर कसैले पनि केही गर्न सक्दैन भन्ने खालको आएपछि त्यहीबाट नै पञ्चायतकालबाटै पहाडैदेखि नै
मलाई चाहिँ राजनीतिले चाहिँ लगभग छोयो भनौँ न। त्यही त। अनि वामपन्थीमै लाग्नुको मूल प्रेरणा चाहिँ? वामपन्थीमा लाग्नुको अवस्था त म पाहाडमा पहिला पाहाडबाट यहाँ तराईमा झरेपछि यो राष्ट्रिय जनमोर्चाको चित्रबहादुर केसी चाहिँ मेरो के अरे चाहिँ नजिकको दाजुभाइ पर्नुहुन्थ्यो र उहाँसँग मेरो भेट भयो। उहाँ त्यतिखेर भूमिगत हुनुहुँदो रहेछ। भेट भयो र उहाँले नै मलाई यो वामपन्थी राजनीतिको विषयमा गोरखपुरमा चाहिँ उहाँसँग मेरो सम्पर्क भयो र म उहाँसित चाहिँ गोरखपुरमा बसेर यो वामपन्थी राजनीतिको विषयमा हप्ता 10 दिन बसेपछि मैले त्यहाँ केही राम्रा कुराहरू पाएँ र सबभन्दा मुख्य कुरो मैले के पाएँ भन्दाखेरि कम्युनिस्टहरूले वामपन्थीहरूले गरिब र धनीको खाडललाई चाहिँ पुरेर जनता चाहिँ सुखी बनाउने, समृद्ध बनाउने, रोग शोक भोगबाट चाहिँ दूर गर्ने, यानि कि समग्रमा उहाँहरूले मुक्ति प्राप्त गर्ने भन्ने चाहिँ एउटा नारा, आकर्षित नारा चाहिँ दिनुभएको भएर यो हामी नेपालीहरू इन्डियामा आएर चाहिँ विदेशमा गएर चाहिँ जागिर गर्ने, नोकरी गर्ने भन्दा आफ्नो देशमा नै सबै कुरो गर्न पाउने, त्यस्तो खालको आफ्नै देशमा रोजगारी, आफ्नै देशमा चाहिँ उद्योग धन्दा, कल कारखाना आदि इत्यादि सबै भयो भने घरमै गर्न पाइन्छ, आफ्नो गाउँमा घरमा बसेरै गर्न पाइन्छ भने त राम्रो कुरा हो। यिनीहरूको चाहिँ नीति चाहिँ राम्रो हो भन्ने लागेर अनि त्यसप्रति चाहिँ त्यतातिर चाहिँ अलिकति आकर्षित भइयो। बर्दियाका ज्येष्ठ नागरिकहरूको अवस्थालाई तपाईँले नजिकबाट निहालिरहनु भएको पनि छ र हजुर पनि आफैमा पनि एउटा ज्येष्ठ नागरिक हुनुहुन्छ होइन? यो तपाईँले यो नजिकबाट निहालिरहँदाखेरि हेर्दाखेरि कस्तो पाउनु भएको छ? अब यो ज्येष्ठ नागरिकको विषयमा कुरा गर्नु पर्दाखेरि मैले के देखिरहेको छु भन्दाखेरि ज्येष्ठ नागरिकका सन्तानहरू चाहिँ देशमा रोजगारी छैन, कामधन्दा छैन, केही पनि छैन, सबै चाहिँ युवाहरू विदेश गएका छन्। त घरमा बुढाबुढी बाबुआमाहरू चाहिँ एक्लै छन्, कोही पनि छैनन्। बुढाबुढीले चाहिँ एउटा पानी तताएर खान सक्ने अवस्था पनि छैन, पकाएर खान, घरको सरसफाइ आदि इत्यादि गर्ने कुरा त छोडौँ, पर्ने हो भने बिमारी भएपछि त्यो पानी दिने मान्छे चाहिँ छैन। त्यस्तो खालको एउटा नाजुक अवस्थामा चाहिँ ज्येष्ठ नागरिकहरू अहिले यो बेरोजगारीको कारणले युवा जति सारा विदेश ज्येष्ठ नागरिकहरूको दयनीय अवस्था चाहिँ छ, दुःखदायी अवस्था छ ज्येष्ठ नागरिकको। राज्यले ज्येष्ठ नागरिकप्रति कस्तो व्यवहार गरिरहेको छ होइन? के हो अनि जति गरेको छ के त्यो पर्याप्त छ? ज्येष्ठ नागरिकप्रति राष्ट्रले गर्नुपर्ने कुराहरू त अब भनौँ न, अब एक हिसाबले थोरै बहुत अब ज्येष्ठ नागरिकले औषधि उपचार निःशुल्क भनेर चाहिँ दिएको छ, अरू वृद्ध भत्ता भनेर पनि केही रकमहरू दिएको छ। अब यसलाई चाहिँ सकारात्मक नै मान्नु पर्यो होइन, तर पर्याप्त चाहिँ छैन। मेन कुरो भनेको के हो भन्दाखेरि त्यो जुन आर्थिक दिन्छ ज्येष्ठ नागरिकलाई, त्यो आर्थिकबाट आफूले एउटा बजारमा गएर सामान किनेर लिएर खान नसक्ने अवस्थाको जुन वृद्ध नागरिकहरू छन्, तिनलाई त घरमा परिवार चाहियो नि, सन्तान चाहियो नि, सन्तान हुनु पर्यो घरमा। तिनले चाहिँ तपाईँले चाहिँ चासो भोग लाग्यो कि पियास लाग्यो कि भन्ने सोध्ने, घरमा स्याहार सम्हार गरिदिने, बिमार भयो औषधि उपचार गर्नु चाहिँ अस्पतालसम्म पुर्याउने, दबाईहरू ल्याइदिने आदि इत्यादि गर्नको निमित्त घरमा सन्तान चाहिए। त्यो सबभन्दा कुरो के हो भने ज्येष्ठ नागरिकले सन्तुष्टि कहाँनिर गएर मिल्ला जस्तो मलाई लाग्छ भन्दाखेरि युवालाई विदेश जानेबाट चाहिँ रोक्ने र घरमा चाहिँ आफ्नो चाहिँ देशमा काम गर्ने वातावरण बनाइदियो भने घरका वृद्ध ज्येष्ठ नागरिकहरूलाई पनि ती सन्तानहरूले चाहिँ लालन पालन गर्छन् र त्यो सुविधा नै आवश्यकता चाहिँ छ अहिले ज्येष्ठ नागरिकको निम्ति। हजुरको भनाइअनुसार जस्तै ज्येष्ठ नागरिकलाई भत्ता भन्दा नि युवा रोजगारी, युवालाई रोजगार भयो भने यही आफ्नै बुवा आमाकै साथमा बसेर बुवालाई हेर्न सक्छन् भन्ने कुरा एकदमै यदि देशमा रोजगारी भयो, युवाहरू घरमा बसे भनेदेखि उनले चाहिँ आफ्नो रोजगारी गर्छन्, यता घरको चाहिँ वृद्ध बाबुआमालाई पनि पालन पोषण गर्छन्। यो सबभन्दा राष्ट्रको एउटा अति आवश्यक
युवालाई पलायनबाट रोक्ने भन्ने चाहिँ जो किसिमको नाराहरू चाहिँ सुनिन्छन् त्योभन्दा पनि घरमा जुन वृद्धहरूको अवस्था छ मैले यहीँ हाम्रो यही 12 बर्दिया नगरपालिकाभित्र पनि देखिरहेको छु। कतिपय ज्येष्ठ नागरिकहरूको घर घरमा म पुग्छु, त्यहाँ उहाँहरू बिमारी हुनुहुन्छ, कोही हेर्दै गर्ने मान्छे छैन, दुःख पाउनु भएको छ भनेर भने ठाउँमा म पुगेको छु। कोही कोही बदमासहरू यस्ता सन्तान छन् घरमै छन्, जाँड खाएर आएर आफ्नो बाउलाई चाहिँ पिट्छन्, बिस्तारैमा पिट्छन्। कतिपय पिटिया ठाउँमा चाहिँ मै गएर त्यहाँ गएर किन यसो गर्नुहुन्छ, तपाईँहरूले बाबुलाई चाहिँ पिट्नुहुन्छ भनेर चाहिँ भन्ने सम्झाउने पनि गरेको छु मैले आफै खुदै। भनेपछि अब यो धेरै कुराहरू चाहिँ त्यस्ता मानिसहरूले शिक्षा पाउन सकिरहेछन् होइन। वृद्ध भनेको चाहिँ बाबाआमा भनेको चाहिँ भगवान् हुन्, उनले चाहिँ हामीलाई पाले ताले हुर्काए। वृद्ध अवस्था भएको बाबुआमालाई पनि हामीले पनि पाल्नुपर्छ, उहाँहरूले हामीले पनि सेवा गर्नुपर्छ भन्ने किसिमको भावना शिक्षा को पनि कमी छ। त्यस्तो खालको शिक्षा दिन पनि जरुरी छ। र ज्येष्ठ नागरिक लगायत उनका चाहिँ परिवारले समेत एक ठाउँमा चाहिँ बनाएर ज्येष्ठ नागरिकको सेवा सुरक्षाको निमित्त आफ्नो सन्तानहरूलाई शिक्षा दिने के गर्ने कार्यक्रम गर्नु हुँदो भन्ने चाहिँ लाग्छ। तर त्यसको लागि पनि हिँड्नु पर्यो, डुल्नु पर्यो। अब केही न केही आर्थिक खर्च हुन्छ। त्यस्तै कुरामा नगरपालिकाले यो ज्येष्ठ नागरिकले नेपाल सरकारले छुट्याएको बजेटबाट कार्यक्रम गर्नको लागि ल तपाईँहरूले गर्नुहोस् भनेर दिएको खण्डमा त्यसरी ज्येष्ठ नागरिकले काम गर्न सकिन्थ्यो। त्यो कुरो नगरपालिकामा पनि बेला मौकामा मैले राख्ने गरेको छु र ठिकै छ कार्यक्रम गर्नुहोस्, हामी चाहिँ तपाईँलाई सहयोग गर्छौँ भन्ने कुराहरू त छन्। तर अधिराज्यभरि यसको एउटा एक किसिमको चाहिँ हुनु पर्यो भन्ने मेरो आशय छ। हुन्छ, अब हामी अहिलेको समाज र पुस्तान्तरणतिर लागौँ। आजको पुस्ता र यो अहिलेको हालको पुस्ता र तपाईँको पुस्ताको बिचमा के फरक देख्नुहुन्छ तपाईँले? धेरै कुरामा फरक छ। पहिलाको पुस्ता र अहिलेको पुस्तामा त फरक के छ भन्दाखेरि पहिलाको पुस्ताहरूले बुढा पुराना पाका मान्छेहरूले चाहिँ भनेको कुरो राम्रोसँग सुन्थे, उनीहरूले महसुस गर्थे यसरी गर्नुपर्छ भनेपछि त्यो शिक्षा ग्रहण गर्थे। पहिलाको त्यस्तो खालको अवस्था थियो त्यो जेनेरेसनमा। अब अहिलेको युवामा यो त्यस्तो खालको शिक्षा चाहिँ अहिलेको युवा शक्तिमा त्यस्तो खालको चाहिँ पाइँदैन। पहिलाका पुराना मान्छेहरूले भनेका कुराहरू सही हुन् कि गलत हुन् कि भने त्यसको समीक्षा गर्ने, अनि त्यसमा सही र गलत चाहिँ छुट्याउने, गलतलाई छोडिदिने, सही कुरालाई चाहिँ आत्मसात गर्ने, त्यस्तो खालको एउटा परिपाटी अहिलेको यो जेनेरेसनमा चाहिँ कम पाइन्छ। त्यसो भएको हुनाले त्यस्ता खालका जेनेरेसनहरूलाई राज्यले अलिकति यो कलेजमा उसमा मान्छे पढेर मात्रै विद्वान हुन सक्दैन, ज्ञानी हुन सक्दैन। उनीहरूलाई प्र्याक्टिकल रूपमा चाहिँ शिक्षा हामी कस्तो हुनुपर्छ भन्ने शिक्षा चाहिँ युवा शक्तिलाई दिन एकदम जरुरी छ। जस्तै नैतिक शिक्षा भयो। नैतिक शिक्षा जस्तो पहिला स्कुलमा चाहिँ यो नैतिक शिक्षा भन्ने किताबहरू आउँथ्यो। अहिले त मैले त कता सुन्छु त्यो नैतिक शिक्षा भन्ने नै छैन भन्ने कुरो सुन्छु मैले। वास्तवमा नैतिक शिक्षा भएन भने यो देशमा जुन किसिमको चाहिँ विग्रहहरू हुने, नचाहिँदा कामहरू हुने होइन, गलत कामहरू हुने, खराब काम गर्ने आदि इत्यादि के हो त भनेर भन्दाखेरि यो नैतिकता नभएर नैतिक शिक्षाको कमीको कारणले मान्छे चाहिँ एउटा उद्दण्ड बनेको छ। नैतिक शिक्षा चाहिँ प्राप्त गर्न बहुत जरुरी छ र नैतिक शिक्षा दिन जरुरी छ के यो नैतिक शिक्षाको चाहिँ पाठ नै सर्वोपरि छ। तपाईँ एक ज्येष्ठ नागरिक को हैसियतले अहिलेका युवाहरूलाई के सन्देश दिन चाहनुहुन्छ त? अहिलेका युवाहरूले म के सन्देश दिन चाहन्छु भने सबभन्दा पहिला कुरो त अहिलेको युवाहरूले के बुझ्नु पर्यो भनेर भन्दाखेरि म कस्तो मान्छे बन्ने हैन, राम्रो मान्छे बन्ने अथवा नराम्रो मान्छे बन्ने। राम्रो मान्छे कसरी बन्न सकिन्छ, नराम्रो मान्छे कसरी भइन्छ हैन भन्ने किसिमको कुरो चाहिँ युवा शक्तिले बुझ्न जरुरी छ।
त्यस्ता किसिमका कार्यक्रमहरू पनि छन्। त्यो शिक्षा हासिल गर्न जरुरी छ र अहिलेका युवाहरूले अलिकति हावामा हल्लामा एउटा लहैमा एउटाले एउटा भन्यो त्यसैको लहरमा चाहिँ लाग्यो, हावा जता लाग्यो उतितिर दौड्यो। त्योभन्दा पनि वास्तविकता सही के हो गलत के हो भनेर त्यसलाई चाहिँ अलिकति मन्थन गर्ने, समीक्षा गर्ने र मात्रै बल्ल चाहिँ कुनै पनि काम गर्ने किसिमको चाहिँ प्र्याक्टिकल रूपमा चाहिँ त्यसरी अलिकति गकिलो भएर अडिलो भएर काम गर्नुपर्छ, सोच्नुपर्छ, विचार गर्नुपर्छ भन्ने लाग्छ मलाई। तपाईँको समयमा राजनीतिक संस्कार कस्तो थियो र अहिलेको राजनीतिक संस्कारमा के फरक छ? समग्र राजनीतिक संस्कारको कुरा गरिरहेको छु। तपाईँको समयमा राजनीतिक संस्कार कस्तो थियो र अहिले कस्तो देख्नुहुन्छ? राजनीति सबभन्दा मेन कुरो भनेको राजनीति चाहिँ इमान्दारी राजनीति थियो। पहिला अलिकति इमान्दारी राजनीति थियो होइन। राजनीति भनेको देश र जनताको सेवा हो भन्ने कुरो पहिला त्यसरी बुझिन्थ्यो, त्यसरी बुझियो हामीले। अहिलेको राजनीति भनेको आफै चाहिँ कसरी चाहिँ बनौँ, कसरी चाहिँ आफूले चाहिँ आफ्नो व्यवस्था गरौँ, कसरी आफू चाहिँ बनिहालौँ भन्ने खालको चाहिँ त्यस्तो खालको चाहिँ ऊ छ। देश र जनताको निमित्त राजनीति गर्ने हो भन्ने कुराको अलिकति चाहिँ ऊ चाहिँ छैन। राजनीतिक दलहरूमा पनि त्यस्तो खालको भावना चाहिँ छैन। त्यसो भएको हुनाले पहिलाको राजनीति अलिकति इमान्दारीपूर्वक हुन्थ्यो। अहिलेको राजनीतिमा वास्तवमा इमान्दारी चाहिँ छैन। जसरी तसरी भए पनि आफै माथि आऊँ, आफै चाहिँ गरौँ, आफै बनौँ भन्ने त्यस्तो खालको चाहिँ अवस्था छ। अहिलेको राजनीति जो पावरमा गयो उसैको आफन्त नातेदार कहीँ वरिपरि बिचमा घुमिरहेको छ कि होइन? यो जस्तै अब आफ्नो एकल स्वार्थमा के छ? तपाईँलाई कस्तो लाग्छ अहिलेको परिवेश हेर्दाखेरि? अहिलेको राजनीति त मैले हेर्दाखेरि यो 2046 साल पछि जुन किसिमको राजनीतिको परिपाटी आयो, दलीय व्यवस्था, हामीले निर्दलीय व्यवस्थाबाट दलीय व्यवस्था हुनुपर्छ भनेर आन्दोलन गरियो, बहुदल प्राप्त पनि गरियो। तर त्यो बहुदललाई सही तरिकाले चाहिँ त्यसलाई चाहिँ सञ्चालन गर्ने जुन सञ्चालकहरू हुन्, ती सञ्चालकहरूबाट त्यसमा चाहिँ त्यो सन्तोषजनक चाहिँ किसिमले चाहिँ उहाँहरूले चाहिँ त्यो ऊ चाहिँ गर्न सक्नु भएन। अब यो नातावाद, कृपावाद होइन, अब भ्रष्टाचार, अनि त्यहाँबाट गएर आफन्तलाई चाहिँ ऊ गर्ने, अब सबै कुरो चाहिँ सेरोफेरो भित्रै रहेर चाहिँ राजनीति सञ्चालन गरियो। त्यसो गर्दाखेरि यो जनता र देशको हितमा नभएको कारणले नै 46 सालबाट लिएर चाहिँ 50-52बाट फेरि अर्को एउटा चाहिँ विग्रह भयो। अब 10-12 वर्ष चाहिँ त्यो विग्रह पनि गयो। अनि त्यसपछि अहिले आएर फेरि चाहिँ यो जेएनजी आन्दोलन भयो। यी सबै कारणहरू के हुन् त भनेर भन्दाखेरि सत्तामा बसेका नेताहरूले हामीले चाहिँ देश कसरी चलाइरहेछौँ, हामीले गरेको काम ठिक छन् कि छैनन्, जनता सन्तुष्ट छन् कि छैनन्, हामीले के गर्न पर्ने हो, कसरी गर्न पर्ने हो भन्ने विषयमा राजनीति नेतृत्व तहले त्यसलाई खासै निगालेर अलिकति गहिराइमा गएर चाहिँ देश र जनता हामीसित सन्तुष्ट छन् कि असन्तुष्ट छन् कि भन्ने र बाहिर बुझेर राजनीति गर्ने काम चाहिँ हुन सकेन। सन्तोषजनक चाहिँ नहुनुको कारणले नै यो पटक चाहिँ आन्दोलन चाहिँ देशले खेप्न परेको छ। र हाम्रो जस्तो गरिब मुलुकमा अर्बौं रुपियाँ खर्च गरेर चुनाव हुन्छ, अनि 5 वर्ष चल्दैन, अनि त्यहाँ विभिन्न किसिमका सरकार गिराउने र बनाउने चाहिँ खेलहरू हुन्छन्। यो राजनेताहरूले जनतालाई चाहिँ इज्जतै गर्न सकेनन्, जनताको कदर गर्न सकेनन्, जनमतको कदर गर्न सकेनन्।
त्यस कारणले गर्दाखेरि यो उथलपुथल हुनुको मुख्य कारण भनेको यसको कारक तत्त्व भनेकै नेतृत्वको कमी कमजोरीको कारणले नै यो सबै भइरहेछ। तपाईँ लामो समय राजनीतिक वामपन्थी राजनीतिमा हुनुहुन्थ्यो, सायद अहिले हुनुहुन्छ हुनुहुन्न त्यो पनि अलि स्पष्ट पारिदिनु होला। र त्यो समयको जो वाम आन्दोलन थियो जुन उद्देश्यका लागि गरिएको थियो, त्यति बेलाको वाम आन्दोलन र अहिलेको यो वाम यो राजनीति बीच तपाईँले के अन्तर पाउनुहुन्छ? पहिलाको वाम राजनीति चाहिँ अलिकति चाहिँ राम्रो किसिमको एउटा चाहिँ सकारात्मक किसिमको थियो, तर समग्रमा भन्नुपर्दाखेरि हरेक मानिस चाहिँ यो स्वार्थमा चाहिँ डुब्यो के। राजनेताहरू जस्तै मानौँ न, अब वामपन्थीहरू तपाईँको यहाँ चाहिँ दर्जन चाहिँ तपाईँको चाहिँ दलहरू खडा भए वामपन्थीको अलग अलग, होइन। अब यसको त्यो अलग अलग चाहिँ आफ्ना किसिमका चाहिँ अलग अलग एउटा, यदि वामपन्थी हो भने त यिनीहरूको विचार एउटा हुनुपर्ने, नीति एउटा हुनुपर्ने, देश र जनताको हितमा चाहिँ हुनुपर्ने। त यो कहिले चाहिँ एक ठाउँमा कहिले फुट्ने कहिले टुट्ने, उता छाडेर उता छाडेर यो के हो त भनेर भन्दाखेरि यो सबै स्वार्थ, सबैले आफ्नो स्वार्थ पुरा गर्नु पर्यो, आफू प्रधानमन्त्री बन्न पर्यो, आफू मन्त्री बन्न पर्यो, आफ्नै हातमा शासन सत्ता हुनु पर्यो भन्ने सबै लालची। वास्तवमा भन्न पर्दाखेरि वामपन्थीहरू राजनीतिका लालची भएका कारणले नै सत्ता र पदको चाहिँ के अरे पद, प्रतिष्ठा, पैसा, यो तीनटा चिजमा वाम राजनीतिले आफ्नो अस्तित्व चाहिँ खत्म गरे र जनतालाई एक खालले भन्ने हो भनेर भन्छ एउटा निराशा चाहिँ प्राप्त भयो कि जनतालाई वामपन्थीहरूबाट। जुन विगतमा जुन वाम आन्दोलन जुन उद्देश्यका साथ भएको थियो त्यो उद्देश्य अनुरूप अहिलेको राजनीति छैन। पहिलाको जुन उद्देश्य थियो, जे उद्देश्यले वाम राजनीतिहरू चाहिँ थियो त्यो चाहिँ अब छैन। यसो भनिरहँदाखेरि यो आजका वामपन्थी दलहरू जो छन् तिनीहरू मूल विचारबाट अब विचलित भएका हुन्, के लाग्छ तपाईँलाई? यिनीहरूको सोचमा परिवर्तन आउन सकिरहेको छैन। यिनीहरूको सोच परिवर्तन जबसम्म यिनले गर्न सक्दैनन् तबसम्म, भनौँ न जस्तै माओवादी जनयुद्ध भयो, अब देशले डाक्टर बाबुराम भट्टराईजीको बहुत ठुलो आशा गरेको थियो कि उहाँ एकजना चाहिँ राम्रो चाहिँ विद्वान चाहिँ व्यक्ति हो, यदि उहाँ चाहिँ आउनुभयो भनेर भनेदेखि देशको लागि चाहिँ उहाँले चाहिँ निकै राम्रो एउटा चाहिँ कार्यक्रम चाहिँ बनाउनुहुन्छ भन्ने खालको जुन किसिमको त्यो देशले उहाँप्रति आशा गरेको थियो, आफ्नो स्वार्थलाई सर्वोपरि राख्नुको कारणले। हजुरले बाबुरामको कुरा गरिरहँदाखेरि अनि पार्टीको केन्द्रमा त फेरि प्रचण्ड पनि त हुनुहुन्थ्यो नि। अब यसो प्रचण्डजीले चाहिँ आफ्नो जो सबभन्दा मेन कुरो के हुन्छ भन्दाखेरि पार्टीको जो हाई कमान्डर हुन्छ, त्यो हाई कमान्डरले आफ्नो पछाडिका जति पनि नेता कार्यकर्ताहरू छन् उहाँहरूलाई एउटा सामूहिक नेतृत्व, हिजो के थियो त्यहाँ भाषा भन्दाखेरि जनवादी केन्द्रीयता भन्ने थियो क्या। त्यो जनवादी केन्द्रीयता भने के हो भन्दाखेरि जनवाद भनेको विभिन्न विषयहरूमा चाहिँ छलफल गर्ने, तर्क वितर्क, आफ्नो समस्याहरू, आफ्ना योजना तर्जुमाहरू, सबै कुराहरूको विषयमा व्यापक रूपमा छलफल गरेर सबका कुरालाई समर्थन गरेर अनि त्यसपछि गएर एउटा निचोड निकाल्ने र त्यसलाई चाहिँ एउटा कार्यान्वयन गर्ने, त्यो वामपन्थीको वास्तवमा राजनीति भने त्यो राजनीति जनवादी केन्द्रीयता। अनि एकजनालाई त्यसलाई चाहिँ सञ्चालन गर्ने जिम्मा दिइसकेपछि त्यो हाइकमान्डले नेताहरू चाहिँ मसित सन्तुष्ट छन् असन्तुष्ट छन् के छन्, कहीँ कतै चाहिँ असन्तुष्टि छन् कि भनेर उनलाई जुन किसिमले गोलबन्द गर्नुपर्ने हो, जुन जिम्मेवारी दिनुपर्ने हो, त्यो हाइकमान्डले लिन नसक्नु मुख्य कारण एक। अर्को कारण भनेको अब मैले पनि चाहिँ एउटा पार्टी खोलेर चलाउन सक्छु, म पनि योभन्दा के कम र भन्ने खालको अहङ्कार नेताहरूमा, म पनि के कमी छ र मैले पनि गर्न सक्छु नि, मैले पनि पार्टी चलाउन सक्छु नि भनेर चाहिँ एउटा अहङ्कार आयो अनि पार्टी छोडे हिँडे लथालिङ्ग भएर गए। त्यस कारणले गर्दाखेरिमा यो वामपन्थी राजनीति टुट र फुटको जुन चाहिँ श्रृङ्खलाबाट चाहिँ अहिलेसम्म व्याप्त छ र यो भविष्यमा पनि अब यो श्रृङ्खला मेरो ख्यालमा अब चाहिँ
बन्द होला अथवा चाहिँ त्यस्तो होला भन्ने कुरामा चाहिँ आशा कमै गर्न सकिन्छ। पहिलाको जुन अवस्था थियो, जुन आशा भरोसा थियो, त्यो आशा भरोसालाई चाहिँ लगभग गुमाइसकेका छन्। अब त्यसलाई कायम गर्नको निमित्त अब उहाँहरू परिवर्तन भएर हामीले विगतमा कमजोरी गरियो, अब यस्तो गर्नु हुँदैन भनेर सचेत भएर अगाडि आउन सक्यो खण्डमा त्यसलाई कालान्तरमा चाहिँ फेरि राम्रो व्यवस्था हुन सक्ला। नत्र भने वामपन्थीहरूको अलिकति टुटफुटको श्रृङ्खला चाहिँ चलि नै रहन्छ। यो नेपालको यो अहिलेको राजनीतिक अवस्था तपाईँलाई कस्तो लाग्छ? यो परिवर्तन, यो बारम्बार सरकार परिवर्तन हुने, सानो केही विवाद हुनासाथ सरकार नै ढल्ने, त्यस्तो खालको यो अवस्था सिर्जना भइरहेको छ। यसले के यो लोकतन्त्रको असफलता, गणतन्त्रको असफलता भन्ने लाग्छ, या यो सञ्चालन गर्ने प्रक्रियामा त्रुटि हो कि के हो, के जस्तो लाग्छ तपाईँलाई? अब यो पहिलो कुरो त के हो भन्दाखेरि अब सबभन्दा मेन कुरो भनेको घुमाएर फिराएर नेताहरू चाहिँ इमान्दार हुनु पर्यो नम्बर 1 मा। अनि म सत्तामा जानै पर्छ भन्ने किसिमको चाहिँ त्यो सत्ताको मोहबाट अलिकति पर बस्नु पर्यो। के अरे आफूले एउटाले सरकार बनायो भनेर भनेदेखि उसलाई कमसेकम पनि 5 वर्षसम्म काम गर्न सधैँभरि चाहिँ बहुमत त कसैलाई नमिल्न सक्छ, मिल्दैन पनि। त जो मिलिजुली मिलेर चाहिँ जुन एउटा चाहिँ सरकार चलाउनु पर्ने अवस्था आइसकेपछि 5 वर्षको लागि एग्रिमेन्ट गरेर अनि चाहिँ सरकार सञ्चालन गर्नुपर्छ। त्यो खालको सिस्टम बन्न सक्यो भनेर भनेदेखि मात्रै बल्ल देशमा चाहिँ स्थायित्व हुन सक्छ। नत्र भने यो श्रृङ्खला चाहिँ सरकार बदल्ने, ढाल्ने र चाहिँ बनाउने श्रृङ्खला चाहिँ निरन्तर चलि नै रहन्छ। त्यही त जनताले त ल तिमीहरूले सरकार चलाऊ भनेर सबभन्दा ठुलो पार्टी बनाइदिएका हुन् नि त, बनाउँछन् नि त। तर ठुलो पार्टीले सरकार नचलाएर सरकारमा नगएर प्रतिपक्षमा बसेको देखियो के? यो सबभन्दा भने नि मैले सत्ताको स्वार्थ हो। सबभन्दा मेन कुरो भनेको सत्ताको स्वार्थ के, जसरी पनि सत्तामा चाहिँ पुग्नै पर्यो, जानै पर्यो, त्यहाँनिर आफूले चाहिँ मन्त्री चाहिँ बन्नै पर्यो। सबभन्दा ठुलो जो रोग भनेकै कसरी चाहिँ सत्ता आफ्नो हातमा ल्याउने, कसलाई खसाल्ने, कसलाई पन्छाउने। जस्तै मानौँ न, अब वामपन्थीहरूले लगभग बहुमत दिएका थिए, नेकपा एमाले नेकपा माओवादी मिलेर सरकार बनाइरहेको थिए। अझ भएन भनेर यिनीहरू एकीकरण पनि को नाममा एक ठाउँ पनि भए र चुनावमा सँगै लडे, बहुमत पनि ल्याए। अब त्यो सरकार टिक्न नसक्नुको कारण के हो? त्यसमा टिक्न नसक्नुको कारण भनेकै त्यो के हो भनेर भन्दाखेरि या त यिनी नेताहरू कहीँ सिक्री बिक्री हुन्छन्, कसैको प्रभावमा पर्छन्, होइन भने वामपन्थीहरू हुन्, बहुमत पुगेको छ, सरकार बनाएको छ भनेपछि त्यो सरकार ढल्न पर्ने त कुनै कारण नै हुँदैन नि। त कारण के हुन्छ त्यहाँ भनेर भन्दाखेरि अब जसरी पनि चाहिँ त्यसलाई पनि त्यहाँ तोड्ने र फोड्ने त्यहाँ केही न केही भित्र श्रृङ्खला छ कि, आन्तरिक श्रृङ्खला छ कि। त्यहाँ भित्र त्यहाँ एउटाले अर्कालाई उचाल्ने, एउटाले अर्कालाई त्यहाँ भड्काउने, अथवा त्यहाँ पैसै खुवाएर एउटालाई चाहिँ समर्थन नगर भनेर लगाउने हो कि के गर्ने हो कि। पुरै सांसद त हिजोको हामीले त देख्यौँ नि, सांसदहरूका किनबेच देखियो होइन, पजेराका दुनियाँभरका चाहिँ के अरे देखियो। अब यी सबै कुराहरूले गर्दाखेरिमा जसरी पनि चाहिँ यो अब सबभन्दा ठुलो पार्टी चाहिँ बाहिर बस्नुपर्ने, अनि साना साना टुक्डी बुक्डी मिलेर चाहिँ सरकार चलाउने, ती परिपाटीहरू सबै के हुन् त भनेर भन्दाखेरि यिनले जनतालाई गनेनन्, जनताको कदर नै गरेनन्। त्यस कारणले गर्दाखेरिमा यिनको यो अब यो भएको यो लोकतन्त्र, प्रजातन्त्र, गणतन्त्र जे भने पनि भाषा फरक हो, आखिरी प्रजातन्त्रै हो। यो प्रजातन्त्र नेपालमा चाहिँ एउटा पुरानाहरूले चाहिँ उखान गर्छन् के अरे नेपालमा चाहिँ प्रजातन्त्र चाहिँ फलिफाप छैन भने जस्तै अब यो
देशमा एक खालको विग्रह मचाउने खालका कामहरू सबै राजनेताकै कारणबाट भएको। अब यस्तो गरिब देशमा कहाँ कहाँ दुनियाँ देश विदेशले गरेको सहयोगबाट बनेका संरचनाहरू चाहिँ आगो लगाएर सबै ध्वस्त भएर खत्तम भएर गए। त्यसको पछाडिको कारण के हो त भनेर भन्दाखेरि यिनी दलहरूको कारणले हो। यो अहिलेको जेनजी आन्दोलन जुन भयो यो किन भयो होला जस्तो लाग्छ तपाईँले? कि यसमा जोड्न खोज्नु भएको? अब यो किन भयो होला भन्ने विषयमा अब यो विषय चाहिँ अलिकति यसको अलिकति गहिराई चाहिँ हुनसक्छ भन्ने मेरो चाहिँ आफ्नो शङ्का। अब यो राजनीति असन्तुष्टि भ्रष्टाचारको चाहिँ बिगबिगी अनि भ्रष्टाचारलाई बचाउने नाममा प्रष्ट भन्नु पर्दाखेरि जो जो सत्तामा बसेर भ्रष्टाचार 2046 सालबाट चाहिँ भ्रष्टाचार गर्दै आएका श्रृङ्खला हामीले त पत्र पत्रिकामा सञ्चार माध्यमहरूमा पनि सुन्दै आइयो। त्यो जे जति पनि यी भ्रष्टाचारका श्रृङ्खलाहरू जहाँ जहाँ जो जोबाट भए ती भ्रष्टाचारीहरू जति ती भ्रष्टाचारमा लागेका आफ्नो नेता कार्यकर्ताहरूलाई बचाउने सिलसिलामा यिनीहरूको ध्यान चाहिँ ठुला दलहरूको ध्यान भनेको भ्रष्टाचारीलाई कसरी बचाउने भन्नेतिर यिनको ध्यान बढी हुन गएको कारणले पनि यो व्यापक भ्रष्टाचार र बेरोजगारीको कारणले एउटा यो जेनजी आन्दोलनलाई चाहिँ सहयोग पुग्यो। हाम्रो जस्तो एउटा चाहिँ सानो देश छिमेकी चाहिँ ठुला ठुला राष्ट्रहरू शक्तिशाली राष्ट्रहरूको बिचमा बसेको एउटा सानो गरिब देशका चाहिँ हामी जनता र हाम्रो नेताहरूले सबैतिरबाट एउटा ब्यालेन्स मिलाएर हामीले आफ्नो चाहिँ विकास गर्नुपर्ने कुरातिर जति ध्यान दिनु पर्थ्यो राजनेताहरूले त्यो ध्यान दिन नसक्नुको कारण ले अब कहीँ एउटा विदेशी नीतिमा चाहिँ एउटा सन्तुलन कायम गर्न नसक्नुका कारणहरू विभिन्न कारणहरू यसमा जोडिएका छन्। आजको नेताहरूलाई तपाईले के सुझाव दिन चाहनुहुन्छ? म के भन्न चाहन्छु भने सबभन्दा ठुलो कुरो भनेको चाहिँ इमान्दारी। मैले देश र जनताको निमित्त काम गर्नुपर्छ, मेरो लागि होइन भन्ने कुरो चाहिँ नेताहरूले बुझ्नु जरुरी छ। नेताले देश बनाउनु पर्छ, म बन्ने होइन देश बनाउने हो। देश बन्यो भने म पनि बन्छु, देश बन्यो भने जनता बन्छन् भन्ने कुरो नेताहरूले चाहिँ बुझ्नुपर्छ। नेताहरूमा ठुलो कमजोरी छ, ठुलो कमी छ। नेताहरूले आत्मसमीक्षा गर्नुपर्ने जरुरी छ र कार्यकर्ताहरूले पनि त्यही किसिमले नेताहरूको सेरोफेरोमा जुन लागेका नेताहरू हुन्छन् त्यो सेरोफेरोमा एउटा टिकटको लागि, एउटा पदको लागि, प्रतिष्ठाको लागि एउटा आशावादी भएर हजुरी गरेर हात जोड्ने र हजुरी गर्ने भन्दा पनि हाम्रो नेतृत्वले गरेको काम, हामीले गरेको काम ठिक छन् कि गलत छन् कि भन्ने कुराहरू बेला मौकामा चाहिँ त्यसको चाहिँ समीक्षा हुनु र इमान्दारी बनेर चाहिँ जनतालाई इमान्दारी त देखाउनको खाँचो छ। अहिले त्यो हिजोको राजनीतिमा कस्तो थियो भनेर भन्दाखेरि तल्लो तहको कार्यकर्ताले, गाउँ स्तरको कार्यकर्ताले भएका कमी कमजोरीहरू अथवा काम गर्नुपर्ने कुराहरूका राम्रा सुझावहरू आदि इत्यादि तल्लो कमिटीमा बैठक बसेर निर्णय गरेका कुराहरू उपल्लो कमिटीमा जान्थे है। यहाँ अवस्था यस्तो छ, देशमा यस्तो छ, समाजमा यस्तो छ, यी कुराहरूको कमी कमजोरी छ, यहाँ यसो गर्नुपर्ने जरुरी छ भने सुझाव सहितका चाहिँ सुझावहरू जान्थे र त्यसका आधारमा कार्यक्रम बन्छ भन्ने थियो पहिला। अहिले माथिबाट हुइप चालु हुन्छ, अहिले माथिबाट हुइप जारी हुन्छ, बस ल यसो गर्ने भनेर हुकुम दिन्छन् अनि त्यो हुकुमको आधारमा चाहिँ काम गर्छन्। तल्लो तहको जनताले गरेको कुरो त यहाँ गलत कुरो भयो, यहाँ यसरी यो भएन है भनेर भन्नेलाई त त्यसलाई पार्टीबाट निकालिदिने, यो मान्छे ठिक छैन भन्ने, अनि यो चाहिँ अब यो कता लागेको हो भन्ने, यो कहाँबाट सञ्चालित हो भन्ने विभिन्न किसिमको शङ्का उपशङ्का गर्ने, गुटु चाहिँ बनाइदिने अनि त्यसपछि गएर छुटेर जाने। अहिले एमालेमा देखिएको गतिविधि नै त्यही हो नि। जसले यो पार्टीलाई जन्म दिने दाताहरू हुन् उनीहरू किनारा लाए
होइन। अब त्यहाँ एउटा व्यक्ति चाहिँ हाबी भयो होइन। त्यसो भएको हुनाले अब यो एउटा व्यक्ति हाबी हुने होइन, पुरै सङ्गठन नै हाबी हुनुको निमित्त राम्रो काम गर्नुपर्छ, सही काम गर्नुपर्छ, गलत काम चाहिँ गर्नु हुँदैन। एउटा हामी अब एकचोटि कल्पना गरौँ, यदि तपाईँको उमेर अहिले 30 वर्षको हुन्थ्यो भने तपाईँ फेरि राजनीतिमा आउन चाहनुहुन्थ्यो? यदि तपाईँको उमेर 30 वर्षको हुन्थ्यो भने? मेरो त त्यो 30-35 वर्षको उमेर हुन्थ्यो भनेर भन्दै भने त मैले जति पनि यो राजनीतिमा माथिल्लो तहका नेताहरूको जुन चाहिँ भनौँ न गलत राजनीति जुन चाहिँ माथि छ, अब त्यो एक किसिमले त्यहाँ गएर चाहिँ मुड्की धसेर कुरा गर्न सक्ने सामर्थ्य राख्थेँ होला मैले, र म त्यहाँ पुग्नुपर्छ भने सायद म राजनीतिमा लाग्थेँ होला। र राजनीतिबाट म जनतालाई चाहिँ मलाई चाहिँ यसरी भोट दिनुहोस्, म पनि त्यहाँ गएर चाहिँ टेबल ठटाउँछु, यिनी बदमासहरूलाई चाहिँ त्यहाँ गएर मैले चाहिँ गर्छु भनेर भन्ने थिएँ होला मैले। मलाई त्यो जोस आउँछ अझै पनि होइन। के अरे त्यहाँ नेताहरूको हजुरबाहेक त्यहाँ नेताहरूले तल्लो तहको कार्यकर्ताको कुरा सुन्दैन, त्यहाँ गएपछि जसले पनि हजुर 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 जे भन्छ त्यही हजुर, न यो होइन यो यसो भनेर त्यसको चाहिँ कुरो काट्ने खण्डन गर्न सक्ने क्षमता राख्दैनन् कि या चाहन्नन् कि? तपाईँ 8 दशकभन्दा बढी जीवनको अनुभव छ तपाईँसँग होइन। नेपाल सही दिशामा छ कि गलत दिशामा छ अहिले? यदि सही दिशाबाट गलत दिशामा छ भने गलत दिशामा जाने बाध्य कसले बनायो? यो राजनेताहरूले जनतालाई चाहिँ इज्जतै गर्न सकेनन्, जनताको कदर गर्न सकेनन्, जनमतको कदर गर्न सकेनन्। मुख्य कारण भनेको यसको कारक तत्त्व भनेकै नेतृत्वको कमी कमजोरीको कारणले नै यो सबै भइरहेछ। अबको यो चुनाव आइरहेको छ, यो चुनावमा अब कस्ता कस्ता खालका अनुहारहरू चाहिँ संसदमा जाने हुन्। अब यिनी वास्तवमा देशप्रति चिन्ता गरेर देशलाई चाहिँ को गतिविधिलाई चाहिँ सुधार्न पर्छ र बनाउनु पर्छ भन्ने सफा नियतको साथमा राजनीति अगाडि बढेर गयो भनेर भनेदेखि बन्न सक्ला। एउटा पार्टीले अर्को पार्टीलाई एकदम गाली गरेर तल्लो स्तरको शब्दहरू प्रयोग गरेर विभिन्न व्यक्तिलाई गाली गरेर जो उम्मेदवार उठिरहेको छ उनीहरूलाई गाली गरेर एउटा भोट माग्ने परम्परा चलिरहेको छ। तपाईँलाई यो कस्तो लाग्छ र किन यस्तो हुन्छ जस्तो लाग्छ? त्यो एउटालाई चाहिँ कमजोर देखाएर अनि त्यहाँलाई आफू सही बनाउने किसिमको कुरो भनेको कि यो जनता आँखा धुलो हाल्ने काम हो। वास्तवमा गाली गलौज होइन, विचारले जित्नु पर्यो नि। सही कुरो के हो, गलत कुरो के हो, हाम्रो मुद्दा के हो, हाम्रो समस्या के हो, हामीले के को लागि भोट हालिन्छ, हामीले प्रतिनिधि के को लागि चुनिरहेछौँ, तिनले गर्नुपर्ने काम के हुन् भन्ने विषयमा जनता पनि सचेत हुनु जरुरी छ अनि नेता पनि सचेत हुनु जरुरी छ। मैले यो काम गर्छु, मलाई तपाईँले यसरी भोट दिनुहोस्, आफ्ना आफ्ना किसिमको मुद्दा राख्ने हो। त्यो अर्कोलाई चाहिँ गाली गरेर अर्कोलाई चाहिँ उ गरेर खसालेर के गरेर चाहिँ भोट माग्न खोज्नु भनेको त त्यो के हो भन्दाखेरि त्यो अज्ञानताको कारण तिनी व्यक्तिले त्यो आफू त्यहाँ चाहिँ ठुलो बन्ने, आफू राम्रो बन्ने, अर्कोलाई नराम्रो देखाउने यो तुच्छवाला चाहिँ एउटा चाहिँ भनौँ न राजनीति संस्कार चाहिँ नभएको व्यक्तिहरूले चाहिँ अब त्यो अर्कोलाई चाहिँ गाली गर्ने, गलत गर्ने, या गर्ने त्या गर्ने भनेको त्यो राजनीति संस्कार नबुझेको मान्छेले हो। त्यो राजनीति संस्कारै नबुझेकाहरू हुन् भन्ने हो भने पनि पढाइ लेखाइमा धेरै अगाडि नै छन्। पढेको लेखेको पढाउने सम्म क्षमता भएका छन्, पढाइरहेका व्यक्ति। एउटा कुरा के हो भनेर भन्दाखेरि मैले के कुरा मलाई विश्वास लाग्छ भने पढ लेखेको मान्छे विद्वान हुन्छ, ज्ञानी हुन्छ भन्ने कुरो हुँदैन। अनपढ मान्छे पनि ज्ञानी हुन्छ है। ज्ञानी मान्छेमा अहङ्कार हुन्छ, घमण्ड हुन्छ के उसलाई, म यस्तो विद्वान हो, म यति पढाएको छु, यस्तो हुँ उस्तो हुँ भनेर उसले एउटा अहङ्कार पाल्या हुन्छ। अर्काले चाहिँ एकदम तल्लो तहको बनाइदिन्छ, आफू चाहिँ म नै सर्वसर्वा, म जहाँ धेरै जान्ने धेरै सुन्ने भन्ने त्यस्तो खालको अहङ्कार पाल्या हुन्छ। त्यस भएर त्यो विद्वान भन्ने कुरो त्यो होइन। जो मान्छे शिष्टतापूर्वक इज्जतका साथ ठिक छ उहाँले आफ्नो कार्यक्रम जनतामा लगेर राख्नुहुन्छ, मैले मेरो कार्यक्रम जनतामा लगेर राख्ने, जनताले जसलाई विश्वास गर्छ उसलाई भोट दिन्छ। त्यो हो नि, आफ्नो आफ्नो कार्यक्रम राख्नु। हजुर मेरो यो कार्यक्रम छ है, ल तपाईँले चित्त बुझ्छ भने तपाईँहरू काम गर्छु मैले, मलाई भोट दिनुहोस्, जिताउनुहोस्,
म तपाईँको सेवामा समर्पित छु भनेर भन्ने किन अरूलाई गाली गर्नु पर्यो, किन गर्नु पर्यो? त्यसो भएको हुनाले यो चाहिँ भने नि त्यो राजनीतिक संस्कार भनेको त्यो गलत संस्कार हो। त्यो त हजुरले अहिले जनताले पनि एकदम बुझेर भोट हाल्नु पर्यो, ध्यान दिनु पर्यो भनिरहँदाखेरि म यसो रिपोर्टिङको लागि हिँड्ने गर्छु, बर्दियामा धेरै ठाउँ पनि पुगेको छु, तर मैले जनता एकदम कम, कार्यकर्ता धेरै देखेँ के। कुनै पनि ठाउँमा जानुस् जनतै भेटिँदैन, जम्मै कार्यकर्ता एउटा न एउटामा आस्था राखेछ, उसकै लागि गलत भए पनि सही भए पनि होइन, एउटाले गलत भनेछ भने नि गलतलाई यहाँ गलत भयो भन्ने होइन, उसैको ढापछोप गरेर बोल्ने खालको एउटा परिपाटी देख्यो र खासै जनतै मैले देखेँ जस्तो महसुस गरिनँ। तपाईँलाई के लाग्छ? मलाई चाहिँ के लाग्छ भनेर भन्दाखेरि पार्टीका कार्यकर्ता भनेका पार्टीका रैती त्यो रैतीले मुखियाको चाहिँ हुकुम मान्ने के है। अब म लागेको पार्टी, म एउटा पार्टीमा छु भने म लागेको पार्टीले कतिको राम्रो काम गरेछ, कति नराम्रो काम गरेछ, गर्न पर्ने कुराहरू के हुन्, के गर्यो के गरेन भनेर त्यो म लागेको पार्टीको माथिको उपल्लो तहले कसरी काम गर्यो भन्ने कुराको समीक्षा गर्ने ढङ्ग मसित छैन होइन। अब म चाहिँ एउटा चाहिँ मान्छेबाट हुकुम आयो, कार्यकर्ताहरू जाऊ भोट माग, जनतालाई चाहिँ बु गर, यसो गर त्यसो गर भनेर यहाँ आएर चिया पानी खुवायो। अनि त्यहाँबाट ल कार्यकर्ताहरू लाग्नु पर्यो भने लागे, अनि त्यहाँबाट चाहिँ त्यो आफ्नो कमी कमजोरीलाई बटाएर ढाकछोप गऱ्यो, यताउति गऱ्यो, त्यहाँबाट चाहिँ भोट चाहिँ मागे हिँडे। तिनलाई त्यो जनताको अवस्था के छ, जनताले के बुझ्या छन्, जनताले पनि बुझ्या होलान्, हामीले बुझ्ने जति कुरा जनताले पनि बुझ्या छन्, हामीले भन्दा भर्ता बुझ्या छन्। त्यसो भएर उहाँहरूलाई चाहिँ तपाईँहरूको समस्या के छ, तपाईँलाई कस्तो लागेको छ भनेर उनीहरूको कुरो विचार लिने कुरो छैन, विचार लाद्ने कुरो छ कि। उनीहरूको विचार लिएर, उनीहरूको मनसाय लिएर, त्यहाँ सही तर्क दिएर उनीहरूलाई तर्कसङ्गत हिसाबले चाहिँ उनलाई चित्त बुझाएर हो त नि। जस्तै हामीले भनौँ न 2046 सालको बहुदलपछि काङ्ग्रेस र कम्युनिस्टहरू बन्ने बेला हामीले त्यो बेलामा हामीले हाम्रो विचार दियो कि जनतालाई, विचार दियो यो आधारमा चाहिँ तपाईँहरू चाहिँ वामपन्थीलाई समर्थन गर्नुहोस् भनेर हामीले चाहिँ त्यसरी पार्टीमा समर्थन बनाइयो होइन। यो कारणले भने त्यतिखेर मुद्दा थिए, तमाम थिए होइन। त्यस्तै किसिमको मुद्दा दिनु पर्यो, जनतालाई सन्तुष्ट गराउनु पर्यो, भोट माग्नु पर्यो कि। कार्यकर्तालाई चाहिँ कार्यकर्ता त बिल्कुल अहिले त भनौँ न रहिती बस, उनले जे भने माथिबाट हुकुम आएपछि गए। अब चाहिँ आपसमा बात, राम्रो होस् गलत होस् सही होस् जस्तो भए पनि यसलाई भोट हाल। अब त्यो चाहिँ अब त्यस्तो खालको सायद एउटा खाग एउटा भिरे भन्छ नि, एउटाले ढुङ्गा हान्यो भने टोक्ने सबैलाई होइन, त्यो ढुङ्गा हानेकोलाई टोक्नु भन्दा नि अरूलाई पनि सिद्धाउने खालको परिपाटी भयो। त्यस्तै खालको राजनीति छ अहिले। हुन्छ, हामी अब अन्तिममै छौँ। मैले अहिले तपाईँलाई प्रश्न गर्न छुटाएका कुराहरू, तपाईँलाई यो कुराहरू भन्नु छ है भन्ने मनमा लागेका कुराहरू छ भने भन्नुहोस्, मैले अन्तिममा प्रश्न गर्नुभन्दा अगाडि। मलाई लागेको त अरू त केही पनि छैन। अब सबभन्दा मुख्य कुरो माथि उपल्लो तहका राजनेताहरूले कुरो के बुझ्नु पर्यो भन्दाखेरि देशमा उद्योग धन्दा कल कारखाना आदि इत्यादि खुल्नु पर्यो। विदेशमा विदेशीका युवाहरूले यहाँ आएर काम पाएनन् भने विदेशका यो युवाहरूले रोक्ने बलले रोकेर त रोकिँदैन, उनले रोजगारी चाहियो। त्यसो भएको हुनाले राज्यले युवा शक्तिलाई कुन ठाउँमा कसरी सेट गर्ने, कस्तो खालका उद्योग धन्दाहरू हामीले चाहिँ यहाँ चाहिँ खोल्न सक्छौँ भनेर राज्यले अलिकति चाहिँ यो युवा शक्तिलाई चाहिँ देशमै एउटा रोजगारीको व्यवस्था चाहिँ गर्ने कुरातिर बढीभन्दा बढी ध्यान दिएर युवाहरूले रोक्ने काम चाहिँ राज्यले गर्नुपर्छ। र जुन ज्येष्ठ नागरिक बुढाबुढीहरू अहिले यहाँ मैले देखिरहेको छु, घरमा बुढाबुढी चाहिँ टुक्रुक्क दुईवटा बुढाबुढी मात्रै छन्, छोराछोरी कोही अमेरिका छ, कोही चाहिँ कहाँ छ, कोही खाडी छ, कोही कता छ, कोही जापान छ, कोही उतैतिर गएर बसेका छन्, आउँदैनन्। अब यी खालका चाहिँ जुन अवस्थाहरू छन् यिनबाट मुक्त गर्नको निमित्त ती विदेशमा बसेका युवाहरू होइन, अब त हामी नेपालमै
हामीले चाहिँ काम पाउँछौँ, नेपालमै जाऊँ, आफ्नै देशमा काम गरौँ, आफ्नै देशमा चाहिँ बाँचौँ, आफ्नै देशमा चाहिँ छ सबै कुरो भन्ने खालको आशा पलाउने खालको काम चाहिँ राज्यले चाहिँ गर्नुपर्छ र युवाहरूलाई अब विदेशमा होइन आफ्नो देशमा केही गरौँ भन्ने खालको वातावरण चाहिँ सिर्जना गर्नुपर्छ राज्यले। त्यो भयो भनेदेखि देशको राजनीतिमा एउटा स्थायित्व पनि हुनसक्छ। दर्शकवृन्दहरू, हामी अहिले रिपोर्टिङ नेपाल मार्फत सञ्चालित हेर्ने संवादमा छौँ र हामी अब अन्तिममा जाँदै एउटा मैले प्रश्न राखेर हामी यो कार्यक्रमबाट बिदा हुन चाहन्छौँ। यदि हजुर मृत्युशय्यामा भइरहेको अवस्थामा नेपालका लागि सपना देख्न चाहनुहुन्थ्यो भने त्यो सपना के हुन्थ्यो होला? कस्तो सपना हुन्थ्यो त्यो नेपालको लागि देखिने सपना? नेपालको लागि देख्ने सपना भनेको त सबभन्दा मुख्य कुरो भनेको युवाहरूलाई चाहिँ देशमा रोजगारी व्यवस्था हुनु पर्यो। जुन सपना तपाईँको त जीवन भन्दा पनि अमूल्य मेरो चाहिँ सबैभन्दा अमूल्य चिज भनेको जुन योग्य चाहिँ जुन युवाहरू विदेशमा छन् तिनले चाहिँ आएर यहाँ नेपालमा बसेर काम गरेर खाने र आफ्नो देश बनाउने वातावरण चाहिँ बनाउनु पर्यो। त्यो खालको अब बन्छ भन्ने खालको देख्न पाइयोस्। अब मेरो जति समयको मेरो जीवन छ त्योभित्र एउटा त्यो देख्न पाइयोस् भन्ने आशा गर्छु मैले। हस्, हजुर हाम्रो निम्तोलाई स्वीकारेर हाम्रो यो हेर्ने संवाद कार्यक्रममा आइदिनु भयो, त्यसको लागि हजुरलाई धेरै धेरै धन्यवाद। नमस्कार, धन्यवाद। मैले पनि आफ्नो मनमा रहेका केही खुल्दुलीहरू थिए, ती सबै कुराहरू राख्ने चाहिँ अवसर दिनुभयो, त्यसको लागि मेरो पनि नमस्कार।